नमस्कार, म पवन मल्ल ठकुरी। अहिलेको अन्तरिम गभर्नमेन्ट जो कि जेनजीहरूको गभर्नमेन्ट भनेर चाहिँ आम जनतामाथि भरम फैलाएको छ। यो चाहिँ जेनजीहरूले बनाएको गभर्नमेन्ट हुँदै होइन। यो अहिलेको सरकार नेपाली जनतामाथि भरम फैलाएको छ कि यो नेपाली युवा पुस्ताले बनाएको सरकार हो भनेर यो चाहिँ आइएनजिओ एनजिओ जस्ता यिनी गैर आवासीय संस्थाहरू जो कि नेपाललाई रणभूमि बनाउँदैछ। नेपाललाई चाहिँ यो देशलाई विभिन्न देशको रणभूमि बनाएर नेपाललाई चाहिँ यहाँ अब जसरी हुन्छ ध्वस्त बनाएर नेपाललाई टुक्राउने यिनीहरूको षड्यन्त्र हो। यो पैसा भनेको डलरको दम्ब बनेको हो। यो सरकार भनेको डलरवादी सरकार हो। त्यसैले चाहिँ हामीले नेपाली भूमिलाई माया गरौँ, नेपाली भूमिवादी बनाऊ, नेपाली माटोवादी बनाऊ। त्यही भएर हामीलाई देशलाई माया गर्नु जरुरी छ। त्यही भएर हामी चाहिँ नेपाली भूमिलाई माया गर्नुपर्छ भनेर चाहिँ मैले चाहिँ यो मसँग चाहिँ तपाईले देख्न सक्नुहुन्छ राजा ज्ञानेन्द्रको पैसा नयाँ नोटहरू छ। यो नोट्स मैले फ्री फुड क्याम्पेनमा मैले डोनेट गर्न जाँदैछु। तपाईले देख्न सक्नुहुन्छ यो पैसा चाहिँ हाम्रो राजा ज्ञानेन्द्र सरकारको पैसा हो। ज्ञानेन्द्र सरकारको पैसा हो र मसँग अर्को पैसा पनि छ। यो पैसा चाहिँ नयाँ यो नेपाललाई माया गर्ने हैन, नेपाललाई माया गर्ने हाम्रो राजसंस्था राजा ज्ञानेन्द्र सरकारको पैसा हो। यो यति नयाँ नोट छ कि भर्खर ब्याङ्कदेखि निकालेको जस्तो। तर यो पैसा चाहिँ मैले बचत गरेर मैले चाहिँ सुरक्षित साथ राखेको थिएँ। राजा ज्ञानेन्द्र सरकारको पैसा र मसँग जो अहिलेको सरकारमा मोज मस्ती गरिरहेका छन्, अहिलेको सरकारमा रजाई गरिरहेका छन्, त्यो पैसा त्यो सरकार चाहिँ यही पैसाको दम्म बनेको हो। तपाईलाई म देखाउन चाहन्छु। यो विदेशी डलरको सरकार हो जो कि नेपाली जनताको पक्षमै छैन। यो 100 मिलियन 200 मिलियन डलर कसैलाई किन दिन्छ हैन, के स्वार्थका लागि दिन्छ, बिना स्वार्थ कसैले दिँदैन। यो नेपाली जनताले बुझ्ने कुरा छ। यो डलरले बनेको सरकार हो। यो डलर देख्नुहुन्छ तपाईले। यो डलरमा आज चाहिँ यसलाई एक्सचेन्ज गर्दैछु। यो डलर हाम्रो कामको होइन। यो डलर त्यही भएर चाहिँ हामी डलरवादी नबनौं, हामी नेपालवादी बनौं, यो भूमिवादी बनौं। हामी चाहिँ भूमिवादी बनेर देशलाई माया गर्नुपर्छ। हामीले यो देशलाई विश्व इतिहासमा हामीले देशलाई चिनाउनु पर्छ र यो देशलाई संरक्षण गर्नुपर्छ भनी हामीले चाहिँ यो देख्न सक्नुहुन्छ तपाईले। राजा ज्ञानेन्द्र सरकार जो कि नेपाललाई माया गरेर यत्रो 18-19 वर्षसम्म यो देशको निम्ति उहाँ चाहिँ स्वदेशमै रही नेपाली जनतासँग बसिबक्सिया छ। ल उहाँको करेन्सी हो। यो राजा ज्ञानेन्द्र सरकारको करेन्सी हो। यो करेन्सीलाई हामीले अब विश्व अन्तर्राष्ट्रिय बजारमा चिनाउनु पर्छ। यो करेन्सीले अन्तर्राष्ट्रिय बजारमा ठूलो भूमिका निभाउँछ। देशको नेपालको अर्थतन्त्रमा ठूलो भूमिका निभाउँछ। श्री 5 सरकार की जय। नमस्ते।